लेम्बुको पुती रानी लेम्बु किङ वेलकम कस्तो घर मेरो लेले गाइदिउँ भनेको होइन गोविन्दलाई गएर ठोक्छु भने ठोक्यो नि ठोकेछ है ल म गाइदिने गाइदिने हो घर मेरो लेले थन्क्यो पुतली केले प्रेमको तुरीले नारायण प्रेमको तुरीले घर मेरो उति प्रेम कान्छीलाई गरिदेऊ सुती सुती स्ट्रङ म्यान गेम जिताइदिउँ त स्ट्रङ म्यान कतिको स्ट्रङ रहेछौ जहिले आइडी लिएर आउँछ आज तलतिर गुडेरै हिँडेको रहेछ बिसी दम बिसी असिम जङ वेलकम छ असिम डबलमा छ भने अन्तिम एक दुईटा फुल ए कस्तो डाइरेक्टै भन्यो ओइ मेरो गीत सुने ओइ प्रेम मेरो गीत सुन काई कुती थाप पुतली हाल दिन्छु लै कुती देउरालीको भट्टी पसल आउँदै गर हे कान्छा थाप दिन्छु पुतली लोमकिलोमा हाल बेसर आयो पुतलीमा मेरो डबल ट्याप मोहालो कसरी ओ मेरो गीत सुन भनेछु कस्तो भने तिम्रो पुतलीमा मेरो नाम छ मोहालो कसरी थ्याङ्क यू गाइज तिर्पल छ यतिखेर तिर्पलमा हानिदेऊ न गाइज कोही छ भने मलाई माया गर्ने कोही छ भने मैले फलो ब्याक दिएको त होइन र प्राइभेट थियो है तपाईँको साँच्ची ल गाइज ल आगो लाग्यो दन्केको दन्के छ केलीको पुतली आज चम्केको चम्के छ फुल्यो बामरी केटा हो मैले पुतली देखाउँछु छोला है रामरी तीनटा फुल तामाङ तीनटा फुल हान्ने पनि छैन यार तामाङ Thank you so much. Are welcome to Are one match हान्नु पर्यो कि अब एउटा रोज हान्नु त गाइस one round अरुले हान्न न अरुले तिर्पल छ Thank you so much Kamal thank you so much है Thank you हाम्रो स्कोलिस्ट गर्ने गाइस तिर्पलमा ठोकौँ न one morning गर्न हाने भने गेम फिनिश हुन्छ कि गाइस तिर्पलमा एउटा तिर्पलमा छ भने एउटा मुट्टु सुट अरे one match खेला दिउँला गाइस एभ्रीवन सबैजनाले यार पुस thank you so much अरे पुस अब एउटा चुप्पा हाने भने अरे एउटा चुप्पा one चुप्पा one अरे एक स्टेप उता Oh my god! आयो त 1000 पुग्यो हे भगवान थ्यांक यू सो मच अरे जिताइदिनु न एउटा म्याच यति बेला हिरो बन्ने हो के गाइस कोही छ भने ए ल एउटा गेम जिताइदिनु न मोटो अरे थ्यांक यू सो मच है गाइस कसले जित्छ त गाइस भन्नु त तपाईहरु कति धेरै पनिशमेन्ट खाइसके तपाई गएपछि फेरि ए लम्की पनिशमेन्ट मात्रै छ यस्तो गरेर लम्की खाएको जस्तो यस्तो गरेर लम्की उले कसले जित्छ होला साथीहरु साउन्ड च्याट गर्नु गाइस साथी हेर्नु साथी हान्छ ल उताबाट हान्छ ल हेर्नु साथी धेरैको फरक छैन ल थ्यांक यू लामा बोय थ्यांक यू सानो लामा बोय यो हान्दिनु यो गाइस यता पनि हान्देऊ त खोइ लास्ट नाइसमा मोटो यो हान्दिनु न उताबाट हान्छ ल साथी के गर ल हेर्नु साथी भएन यार उताबाट हान्छ यार एउटा उजीगन हान्यो भने त ढ्याक्कै भिड दिन्छ यार के गरौँ न यार कस्तो गाह्रो बनायो यार छैन लगाएर बुस्टिङ बुस्टिङमा मोटो एउटा दुईटा बुस्टिङमा बुस्टिङ गाइस बुस्टिङ खेला गयो बुस्टिङ गाइस बुस्टिङमा
बुस्टिङ छैन बुस्टिङ खेला गयो क्या मुटु एलन साथी एलन बुस्टिङ छैन बुस्टिङ बुस्टिङ हान्छ झट्टै लाग्यो कसैको बुस्टिङ छैन त्यो हान्यो एलन साथी ट्रिपलमा लाग्यो त इन्टु 3 मा इन्टु 3 मा लाग्यो त थ्याङ्क यू कडा तरिकाले हान्नु भएछ इन्टु 3 मा लाग्यो यार वन पनिशमेन्ट थ्याङ्क यू आर्य म एकचोटि लाइभ इन गरेर आउँछु भन्दै गर ए छिटो गरेर आइज जा त्यो आउँछ त्यसपछि म पनिसमेन्ट दिन्छु म पिज्जा फेर आउँछु त्यसो भए डबल ट्याका गर्दै गर केटाहरु पनौती नै हो कि जस्तो लाग्छ यार जब उसले गेम जित्ने बेलामा कोही पिसा फेर्न जाने कोही गेम काटेर जान्छ आलु जस्तो मान्छेहरू छ यार ड्रामा लाउनेहरू पनिसमेन्ट गरेपछि मजाले गर न यार मान्छेले बल्ल बल्ल आएको हुन्छ सपोर्ट पनि उनीहरू भाग्ने काम नगर्दैन लामो जस्तोहरू बिचरा एक गेम मजाले बल्ल बल्ल जितेको हुन्छ त्यो पनि लामो जस्तो भाग्ने के तिम्रो डाइपर लाएर बस्न सक्दैन ड्रामा लाउनेहरू कोही बात नै मेरो मुटुले बुझ्नुहुन्छ लामो जस्तो तपाईको रुममै हो साउरले थाहा पाउँदैन ज्यालो खोला छ कि सबै सुतिसक्यो नि त रोब तिमी सुतेको हो ए लामो कति गेम गरेको के यहाँ पनिसमेन्ट गर्नु छ यहाँ डेन्जर तपाईँ कतिखेर सुत्ने आज बिहानसम्म खेल्ने हो खेल्नु र खेल्नु तपाईँको त्यो आइडी हुन्छ ओए तजा प्रेम कट्टु खोलेर बक्सरमा बस हैन अनि एउटा टाउको तल गर्ने अनि यस्तो बी आकार फ्या गराउने मेरो सपोर्टर देखो अघि पनि हानेर भाग्यो अहिले पनि हाने तिमीले गर्दैन भाग्यो ठिक ड्युटी पनि मेन ड्युटी पनि तिमीले यस्तै गर्छ क्या म अब खेल्दिन ल तिमीहरुसँग साच्चै भनेको म सारो मन दुख्यो प्रेमले गर्दाखेरि म गएको नि फेरि मैले पनिशमेन्ट भनेकै त हो तिमी किन अघि पनि उयो मुटुले आएर हान्नु भएको हो हैन भन्न पनिशमेन्ट भन्नु अघि त्यस्तो गरेको म पनि पनिसमेन्ट भन्नु तपाईँ पनि ल्याङ नगर्नु तपाईँ पनि मुटुले छैन छोड्देऊ म पनिशमेन्ट दिँदैन ए भन्न के कस्तो के यो त गिफ्ट भयो भने चाहिँ उयो गर्ने पनिशमेन्ट भन् त यस्तो नगर्न अब हेरे मैले म फेरि प्रेम गएको भएर गएको बाहिरबाट हेरिरह होला के बाहिरबाट हेरिरह होला के दिदी लाउनु दिदी दिदी हौ भन् पनिशमेन्ट भन् कि त अहिले त्यो मान्छे आएपछि एउटा चाहिँ प्यान्टीमा बस्ने अनि एउटा चाहिँ बक्सरमा बस्ने के प्यान्टीमा बस्ने रे यो बक्सरमा बस्छु को बस्छ प्यान्टीमा उयो यो अलि ल तपाईहरुको यो च्याप चाप चाप यस्तरी माथि सारेर बस्ने यस्तो यस्तो चाप देखाएर ल म अर्को भन अर्को अर्को चाहिँ जाने टक्क लाएर पुतलीमा टक्क लाएर पानी हाल्ने के भन्या भन्दा तीनटा भन्दा तीनटा के हो अर्को एउटा यस्तो कट्टुमा चाप देखाउने एउटा चाहिँ उ पर त्यसले गरिहाल्यो एउटा चाहिँ अनि टक्क लाएर त्यसरी होइन अलि खै त चाप देखेको छैन त्यत्रो अनि छैन त कहाँबाट देख्छस् तेरो भएन है अलि भित्र पुग्छ यो यहाँ छैन त अनि के यसरी देखाउनु त्यो पातला हालको लगाएको भए पो देखिन्छ रोमन एउटा फुल हान्देऊ न गाजुवान रोज अब एउटा लिम्बू किङ जिताइदिनु न तीनटा फुल
तीनटा फुल अब एउटा रोज हानौँ न एउटा कता गयो मेरो केटाहरू त छैन त तीनटा फुल पनि हान्न गएको केटाहरू छैन त है ओए दुगो तीनटा फुल गाइस तीनटा फुल थ्यांक यू सो मच है टाची साथी रोज फालन यता पनि रोज फालन यो कान्छीको त यत्रो पुति गाइस अब दुईटा हेर मागरी कस्तो छ भने देखिहाल्यो सेफ अब पुतली त कस्तो छ भनेर डबलमा अरे छ भने डबलमा प्लिज डबलमा के गाइस डबलमा कोही छ भने गणेश प्लिज मेरोमा आज आइसक्यो रियासिस थ्यांक यू सो मच रियासिस वेलकम छ तपाईलाई वेलकम मेरो स्वागत छ मेरो लाइभमा यहाँ हेर्नु न कस्तो पनिशमेन्ट दिइराछ रियासिस आज यो फेरि हैन पत्लो यो फेरि सोझो बनेको देखेको हैन सोझो बनेको हैन न जिता दिनु न यतिले थ्यांक यू अरे उताबाट आउँछ ला डबल उनीहरुको बुस्टिङ छ बुस्टिङमा लाग्यो भने गयो मेरो बुस्टिङ छ थ्यांक यू फलो ब्याक दिनु न है मैले तपाईलाई फलो गरेछु ब्याक दिनु ल डाटा गर्दिनु होला गाइस थापा रियासिस अनि कहाँ हुनुहुन्छ अहिले ड्युटीमा हुनुहुन्छ कि कतातिर हुन्छ घरतिर हुन्छ वेलकम छ गाइस गो आफ्टर योर ड्रिम वेलकम छ गाइस नथिङ जी वेलकम छ गाइस वेलकम छ गाइस सबैजना मिलेर गाइस दादा वेलकम छ गाइस आइ पइदै वेलकम छ गाइस पर्छ गाइस डबल ट्याप गर न एभ्रीवन सबैजनाले डबल ट्याप गर न उताको कुरा सुनेर नबस्छ के केटाहरू उता हानिसक्यो